हेलो गाइज, घरमा पानी बिग्रेछ मूलमा। म चाहिँ पानी बनाउन जान्दैछु है गाइज। पानी बनाउन जानु पर्यो। अब पानी सानी बनाइराखेर अनि त्यसो जानुपर्छ गाइज। ल गाइज हेर्नुहोस्, हाम्रो घरको छेउमा यहाँ कुचो सुचो पनि छ है। यहाँ चाहिँ कोदोहरू पनि फुलेछ। धान हेर्नुहोस्, मस्त धान छ है। धानहरू मस्त फुलेको छ धान। अब यो पाकिसकेको छ है लगभग लगभग, काट्ने टाइम हुन लागेको छ। ए गाइज, अब पानी बनाउन जानु लाग्यो माथि जङ्गलमा। घरको लागि पानी अब बनाउनु पर्यो। घरमा आएको टाइममा छुट्टी पनि सकिसक्यो। अब ड्युटीतिर पनि फर्किनु छ। त्यही भएर चाहिँ अब बेलुकातिर फर्किन्छ होला काठमाडौँ। भोलि बिहानै हिँड्नु पर्यो गाइज। अनि यहाँ चाहिँ बाटो जस्तो छ है, यस्तो उकालो बाटो छ है। हाम्रो पानीको मुहान चाहिँ माथि कुनामा छ। यसरी हिँड्नुपर्छ गाइज होइन। अनि यस्तो छ उकालो ओह्राले बाटो। हाम्रो एकदम शुद्ध पानी छ है। फेरि यो चाहिँ मेलम्ची यता फटे बाढी पछिको यस्तो भएको है। यसपालि एकदम यो पुरै बस्ती, ठुलो बस्ती भएको ठाउँ है। यो चाहिँ सबै लगिसक्यो। अब हेर्नुहोस्, बाढी यता उता चाहिँ मेलम्ची बजार हो, उतापट्टि छ है गाइज। यसरी जानु होला, माथि जानुपर्छ। अनि हामी यहाँबाट बिस्तारै लाग्छौँ जङ्गल बाटो लागेर चाहिँ तपाईँको माथि कुनामा पानीको मुहान छ। पानी जाली सानो आइरहेको छ। फेरि घरमा बाउ आमा मात्र बस्छ, भाउजू छ, भाउजू अलिक बच्चा सानो छ। त्यस कारणले गर्दाखेरि चाहिँ उनीहरूलाई जान अलिक गाह्रो हुन्छ गाइज। त्यही भएर अस्ति पनि दसैँमा आउँदा पनि पानी बनाएर गएको मैले। अलिक ठुलो आइरहेको थियो पानी। अनि योचोटि पनि फेरि बनाइराख्यो भने 1 डेढमा 2 महिनासम्म त्यति बिग्रिँदैन। त्यही भएर जाँदैछु है। गाइज, यो चाहिँ एकदम कटुसको रुख है। कटुसहरू टन्नै छ यहाँ। फेरि टन्नै कटुस फल्छ है। वन झपक्कै छ। बनमाराले बनाइ खायो, पिरले जीवै खायो। एक बेरमा निर्मलीको कति माया बस्यो। कुरै कुरो रहेछ हौ साथीहरू। जिउभरि कुरो लाग्यो आमा। हट, कति धेरै कुरो। ल हा कुरो लाग्यो कुरो। बाटोभरि कुरो रहेछ। फर्स्टै लाग्यो गाइज। यो चाहिँ मेरो घरभन्दा माथि परिको सिन हो है साथीहरू। माथि गयो भने चाहिँ गुफा हो। हेर्नुहोस् कस्तो देखिन्छ माथिबाट। यो चाहिँ मेलम्ची हो है। मेलम्ची बजार चाहिँ उता है। हामी बस्ने ठाउँ यता मुनि हो, फट्टे भन्छ त्यसलाई। अहिले चाहिँ मुहानमा आइपुग्नु लाग्यो है। कटुस टन्नै रहेछ। हाम्रो पानीको मुहान चाहिँ त्यही कुनामा हो है। गाइस, मेरो पानीको मुहान चाहिँ त्यही कुनामा हो। हेर्नुहोस् कुरो लागेको। राम्रो पानी। हाम्रो पानीको मुहान चाहिँ यहाँ हो नि फेरि है साथीहरू। यतापट्टि छ नि। अस्ति मैले आएर बनाएको बाटो कस्तो राम्रो भएछ अरे। हेर्नुहोस्, यो म ड्रम राखेको छु। पानी पुरा बाहिर लिकेज गरेको छ धेरै। अब माथिबाट आउँछ पानी, यहाँ बस्छ होइन। यहाँबाट फेरि उता सप्लाई हुने हो गाइस। अब के गर्छ नि, पहिले यो पाइप बाहिर निहाल्छ है। यो पानी सानो आइरहेको छ कि, त्यसमा अलिक पानी ठुलो आउनुपर्छ कि। अनि त्यहाँबाट बल्ल त्यो छिउ हुन्छ है। पानी सबै यहाँबाट लिकेज गरेको जस्तो छ। केही छैन। म अब यसलाई एकछिन गाइस यो खोल्छु। गाइस, हाम्रो चाहिँ पानीको मुहान चाहिँ यस्तो छ है। हेर्नुहोस् अब यहाँ पानी कहाँ गएको छ। पानी सबै यहाँ पाइपमा पानी छैन। हेर्नुहोस्, सबै पानी बाहिर निस्केको छ। यस्तो छ मुहान। बिजोग भयो भने त पानी सब बाहिर चुहेर गएको छ। अनि कहाँबाट पानी पलाउने।